यो दृश्य हो कालीगण्डकी नदीको। आज बिहान 6 बजेको दृश्य हो। मनसुन सुरु भएको निकै दिन भइसक्यो, तर पर्याप्त पानी पर्न सकेकै थिएन। असार 20 गते राति निकै ठुलो पानी पर्यो, जसका कारण कालीगण्डकी नदी निकै उर्लेर बगेको छ। यो वर्षकै सबैभन्दा उच्च बहाव आज भएको छ। यसो त पानी नै पहिलोपटक ठुलो पानी असार 20 गते राति नै परेको हो। पानी पर्याप्त पर्न नसक्दाका कारण यो भेगका कृषकहरूलाई खेतीपाती गर्न निकै गाह्रो परेको छ। बारीका मकै सुकिरहेका छन्, धानका बिउहरू छिप्पिसकेको छ, पाखोमा घाँस राम्रोसँग पलाउन सकेकै छैन। मौसमले यस्ता खालका बदलावहरू देखाउन थालेको छ। यसप्रति हामी सचेत रहनै पर्छ। यद्यपि यो जलजला गाउँपालिका वडा नम्बर 3 मा नवनिर्मित तटबन्ध हो। म्याग्दी बेनीको कालीपुरलाई जोगाउनको लागि यतापट्टिको पहरामा लगाइएको तटमा निकै माथिसम्म पानी आइपुगेको छ। जे होस्, आज भने कालीगण्डकी नदीले आफ्नो स्वरूप देखाउँदैछ। अझै माथि आउनुपर्ने छ कालीगण्डकी नदी, किनभने विगतका वर्षहरूमा उर्लेर आउने गर्छ। जे होस्, पानी पर्दा पनि सुख छैन र नपर्दा पनि सुख छैन। खोलाको तटमा नदीको तटमा बस्ने मान्छेहरू हामी धेरै सजग हुनुपर्नेछ। यद्यपि प्रकृतिको नियमलाई हामीले स्वीकार्नै पर्छ। वर्षायाममा पर्याप्त पानी पर्नुपर्छ, हिउँ पर्नुपर्छ, खोलानालाहरू हेर्नुपर्छ, वनपाताहरू हरिया हुनुपर्छ। अनि प्रकृति जस्तै देखिन्छ र प्रकृतिलाई जोगाउन सक्ने मात्रै हाम्रो जीवन बाँच्न सक्छ। त्यसैले प्रकृति संरक्षणमा, जलवायु परिवर्तनमा हामी सबैको चासो हुनु चाहिँ जरुरी हुन्छ। आज भरि निकै आनन्द लागिरहेको छ। कालीगण्डकी नदीको बहावसँगै मन पनि बहकिएको छ हामी सबैको।